नमस्कार। म आज महेन्द्रनगरमा भइरहेको एउटा चमत्कार तपाईँहरूलाई देखाउँदैछु। हेर्नुहोस् यो चमत्कार। यो चमत्कार मैले भनेको चमत्कार होइन। यो इन्जिनियरहरूले भनेको चमत्कार, यो सम्बन्धित निकायले भनेको चमत्कार हो। यो सडक हेर्नुहोस्, यो विश्वविद्यालय मार्ग हो। यो विश्वविद्यालय मार्ग पुष्पलाल चोक नजिक पार्क एरियामा यो रहेको यो सडकमा तपाईँ पानी देख्नुहुन्छ। यो पानी यो एडिबीले सडक बनाइसकेपछि आजभन्दा 3 वर्ष अगाडि पुरा गरिसकेपछि यो पानी देखिएकै छ। यस्तो दुई ठाउँमा छ। यो पानी आफै मूल फुटिरहेको छ। खानेपानी संस्थानका अनुसार यो पानी चाहिँ यो खानेपानीको पाइप लिक भएर होइन, यो चमत्कारिक रूपमा आफै यो चाहिँ पानी यहाँ मूल फुटिरहेको छ। तर स्थानीय बासिन्दाहरू भन्छन् खानेपानी संस्थानले झुट बोलिरहेको छ। अर्थात् यो ठाउँमा पहिले खानेपानीको पाइप थियो र त्यो पाइप नझिकिकन एडिबीले यसमा पिच गरिदिँदाखेरि, यसमा सडक बनाइदिँदाखेरि त्यो पाइपबाट पानी चुहिएको हो, लिक भएको हो भन्ने स्थानीय बासिन्दाहरूको भनाइ छ। तर खानेपानी कार्यालयले या खानेपानी संस्थानको कार्यालयले यो दाबीलाई जहिले पनि इन्कार गरिरहेको छ। यस्तो दुई ठाउँमा छ। म तपाईँलाई अर्को ठाउँ पनि देखाउँछु एकैछिनपछि। हेर्नुहोस्, यो विकासको व्यथिति, यस्तो व्यथिति सायद हाम्रो भीमदत्त नगरमा मात्रै हुन्छ। 2 वर्ष भइसकेको छ, पानी फुटिरहेको छ, पानीले सडकलाई क्षति गरिरहेको छ, सडक क्षति हुन सक्छ। तर पनि यो यतातिर कसैको, यो अर्को ठाउँ हो। सँगै अघि मैले देखाएको भन्दा 100 मिटर दक्षिणतर्फ हो, पुष्पलाल चोक नजिक, पुष्पलाल चोकमै हो यो। यस्तो विकासमा यस्तो व्यथिति र यो 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 समस्या हल गर्नका लागि चाहिँ कोही पनि अगाडि आएको छैन। 2 वर्षदेखि यस्तै छ। यसले भोलि र यो पाइप, पुरानो पाइपमा पानी कसरी आएको छ भन्ने, कसरी त्यहाँ बगिरहेको छ पानी भन्ने इन्जिनियरहरूलाई नै थाहा छैन खानेपानी संस्थानको। यस्तो लापरवाहीलाई चमत्कार भनेर खानेपानीका कर्मचारीहरू पन्छिन खोजिरहेका छन् र पन्छिरहेका छन्। मलाई तपाईँहरू फलो गर्नुहोस्, यो भिडियो सेयर गर्नुहोस् ताकि सम्बन्धित निकायसम्म यो भिडियो पुग्न सकोस् र यो समस्या तुरुन्त समाधान